नमस्कार प्रिय दर्शक वृन्द, आजको कथाले हामीलाई कर्म, भाग्य र ईश्वरको अदृश्य न्यायबारे गहिरो सन्देश दिन्छ। प्रकृति ऋषिको दैनिक नियम थियो। उनी नगरदेखि टाढा जंगलभित्र रहेको एकान्त शिव मन्दिरमा गएर भगवान शिवको पूजा आराधनामा लीन हुनु। वर्षौंदेखि अखण्ड रूपमा यही उनको जीवन थियो। त्यही जंगलमा एक कुख्यात नास्तिक डाकु बस्थ्यो। नाम थियो अस्थिमाल। उसको आतंक वरपरका सबै क्षेत्रमा फैलिएको थियो। मन्दिर, आश्रम, यात्रु कसैलाई उसले छोड्दैनथ्यो। एक दिन अस्थिमालको नजर प्रकृति ऋषिमाथि पर्यो। उसले मनमनै सोच्यो, ऋषि दिनहुँ लुकेर जंगलको मन्दिर जान्छ। पक्कै पनि उसले त्यहाँ धेरै धन लुकाएर राखेको छ। आज उसैलाई लुट्ने मौका मिल्यो। अस्थिमाल ऋषिको अगाडि आयो र कठोर स्वरमा भन्यो, तँले जहाँ लुकाएको धन छ सबै चुपचाप मलाई दे। प्रकृति ऋषि शान्त थिए, बिल्कुल विचलित भएनन्। उनी बोले, कुन धन? म त यहाँ कुनै लोभ बिना केवल भगवान शिवको पूजा गर्न आउँछु। डाकुलाई विश्वास लागेन। क्रोधले अन्धो बनेर उसले ऋषिलाई जोरले धक्का दियो। ऋषि लडेर शिवलिङको नजिक ठोक्किए। उनको टाउको फुट्यो, रगत बग्न थाल्यो। त्यही क्षण एक अद्भुत घटना भयो। मन्दिरको छानाबाट केही सुनका मोहरहरू झरर झरे। अस्थिमाल हाँस्यो र चिच्यायो, हे झुटो ऋषि, त भन्छस् यहाँ धन छैन? त्यसो भए यी सुनका सिक्का कहाँबाट आए? यदि अब पनि सबै धनको रहस्य बताइनस् भने म यही तेरो प्राण लिन्छु। घाइते ऋषि करुणाले भरिए। दुखी मनले भगवान शिवलाई पुकारे, हे भोलेनाथ, मैले जीवनभर तपाईको सेवा गरे, आज किन यस्तो विपत्ति आयो? प्रभु, मलाई बचाउनुहोस्। भक्तको साँचो पुकार सुनेर भगवान शिव तत्काल प्रकट हुनुभयो। महेश्वरले करुण स्वरमा भन्नुभयो, प्रकृति, यस घटनाको कारण म बताउँछु। यो अस्थिमाल पूर्वजन्ममा ब्राह्मण थियो। उसले धेरै कल्पसम्म मेरो भक्ति गरेको थियो। तर एक दिन प्रदोष व्रतमा एउटा सानो भूल भयो। प्यास लाग्दा ऊ सरोवरमा पानी पिउन गयो। त्यही एक प्यासले छटपटाइरहेको बाछो पनि आएको थियो। तर उसले त्यो बाछोलाई कुहिनाले हानेर हटायो र आफू पहिले पानी पियो। त्यसै कर्मका कारण ऊ आज डाकु बनेको हो। भगवान शिवले ऋषितर्फ हेरेर भन्नुभयो, तिमी पूर्वजन्ममा माछा मार्ने थियौ। त्यही सरोवरबाट माछा समातेर जीवन चलाउँथ्यौ। तर जब तिमीले त्यो बाछोलाई प्यासले तडपिरहेको देख्यौ, आफ्नो पात्रबाट उसलाई पानी खुवायौ। त्यही पुण्यका कारण तिमीलाई आज ऋषिको कुल प्राप्त भयो। यस डाकुका पुराना पुण्यका कारण आज उसको राजतिलक हुने थियो। तर यस जन्ममा उसले अनेक निर्दोषको हत्या गर्यो, मन्दिरहरू लुट्यो। त्यसैले उसका पुण्य नष्ट भए र केवल यी केही सिक्का मात्रै बाँकी रहे। तिमीले पूर्वजन्ममा धेरै माछा मारेका थियौ। आज तिम्रो मृत्यु तय थियो। तर यस जन्मका पुण्यले मृत्युलाई रोक्यो, घाउ दिएर फर्कायो। भगवान शिव अदृश्य हुनुभयो। ऋषि प्रकृति शान्त भए। अस्थिमाल काँप्न थाल्यो। उसलाई आफ्ना सबै कर्म सम्झिएर गहिरो पश्चाताप भयो। कथाको शिक्षा, ईश्वर सधैँ हामीले चाहेको कुरा दिनुहुन्न। ईश्वर त्यो दिनुहुन्छ जुन हाम्रो लागि वास्तवमै राम्रो हुन्छ। यदि राम्रो कर्म गर्दा पनि कहिलेकाहीँ दुःख आयो भने बुझ्नुस्, ईश्वरले तपाईको ठूलो दुःख काटिदिनु भएको छ। हाम्रो दृष्टि सीमित हुन्छ, तर ईश्वर भूत, वर्तमान र भविष्य सबै देख्नुहुन्छ। हामीले गरेका हरेक कर्मको हिसाब राखेर उहाँले हामीलाई ठिक त्यही दिनुहुन्छ जुन हाम्रो आत्माको लागि उचित हुन्छ। धन्यवाद प्रिय दर्शक वृन्द। यदि तपाईलाई यस्ता आध्यात्मिक र प्रेरणादायी कथाहरू मन पर्छन् भने ANT भिडियोसलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।